नमस्ते सबैजनालाई। आज चाहिँ यो फ्लिपकार्टमा मैले एउटा अनलाइन सामान मगाएको थिएँ। यसलाई चाहिँ अनबक्सिङ गरेर हजुरहरूलाई देखाउन गइरहेको छु। यहाँनिर के छ है भनेर। अनबक्सिङ गर्ने ठाउँ चाहिँ कहाँ छ? यसको यो रहेछ। कार्टन भित्र हाले अर्को कार्टन पनि रहेछ। हेर्नुहोस् है, यसको प्राइस चाहिँ लेखेको नहुँदो रहेछ। यहाँनिर के छ निकाल्न गाह्रो पर्छ क्या। हेलो साथी, यो चाहिँ के हो भनेर हजुरहरूले सम्झिरहनु भएको होला। यस्तो यो चाहिँ सानो गाडीतिर अन्त बाइकतिर चाहिँ टायरमा हावा लाउने साथी। कतिवटा चाहिँ अब यस्तो हातले खिच्ने हुन्छ, यो चाहिँ खुट्टाले खिच्ने खालको। हेर्नुहोस् दामी पाउँदछ। यो चाहिँ प्राइस चाहिँ कति हो भन्दा चाहिँ नि 900 रुपियाँमा अनलाइन अर्डर गरेको थिएँ, आइपुग्यो बल्ल। अन्त यहाँ सानो भिडियो बनाएकै साथीहरू। हजुरहरूलाई कस्तो लाग्छ? यो राम्रो लाग्छ कि कस्तो लाग्छ? कमेन्ट गर्नु होला है। तल इनबक्समा गएर, इनबक्समा होइन कमेन्टमा गएर कमेन्ट गर्नु होला है।